नमस्कार सबैजनालाई मेरो रबिन तामाङ युट्युब च्यानलमा हजुरहरू सम्पूर्णलाई स्वागत गर्दछु। हजुरहरूको माझमा आज चाहिँ म गाउँमा पाइने अर्ग्यानिक जडीबुटीहरूको बारेमा तपाईहरु माझ अर्को भिडियो लिएर आइसकेको छु र जडीबुटीहरूले के फाइदा गर्छ र के हुँदाखेरि यो जडीबुटीहरूको प्रयोग गर्नुपर्छ भन्ने विषयमा म हजुरहरूलाई आजको भिडियोमा सिकाउने छु र हजुरहरूले यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइबर गरेर सपोर्ट गरिदिनु होला है त साथीहरु। अब लागम साथीहरु, सर्वप्रथम सबैभन्दा पहिलो नम्बरमा परेको छ तितेपाती र तितेपातीले के फाइदा गर्छ त साथीहरु भन्ने विषयमा हजुरहरूलाई म भन्नेछु। यो गाउँको अर्ग्यानिक जडीबुटी हो। यसको फाइदाजनक चाहिँ हाम्रो पेटमा कीटाणुहरू एक्सपायरी कीटाणु हुँदाखेरि पेटहरू धेरै मात्रामा पोलिन्छ। त्यो पोल्दाखेरि यसको रस सेवन गर्नाले त्यो हाम्रो पेटमा भएको एक्सपायरी किरालाई यसले नियन्त्रण गर्छ र ग्यास्ट्रिक अल्सर जस्ता कुराहरू हुँदा र प्रेसर हाई हुँदाखेरि पनि यसले अति उपयुक्त काम गर्दछ। र हामी गाउँघरमा जताततै हिँड्छौँ र हिँड्दाखेरि कतै अचानक खुट्टाहरू काटेको खण्डमा पनि यो तितेपातीले चाहिँ त्यो खुट्टामा काटेको रगतहरू बगेकोलाई अति नै यसले चाहिँ काम गर्छ, किनकि चाँडैभन्दा चाँडै रगतहरू रोकिन्छ यसले। र यसले चाहिँ अर्को के फाइदा गर्छ भनेपछि यसको मर्चा पनि बनाइन्छ। जाडमा हाल्ने मर्चा पनि यसले यसको रसबाट नै बनाइन्छ मर्चा पनि, पातबाटै। हेर्नु साथीहरु, गाउँघरमा कति किसिमका जडीबुटीहरू हुन्छ र पहिलो नम्बरमा चाहिँ हाम्रो एकदम फाइदाजनक चाहिँ हाम्रो तितेपातीले गरेको छ। अर्को जडीबुटी देखाउने छु। सेकेन्ड नम्बरमा परेको छ दुबो। साथीहरु, यो दुबोले चाहिँ के काम गर्छ त? दुबो मात्र भने त सबैले भन्छ र यसले के फाइदा गर्छ भन्ने विषयमा चाहिँ प्राय जसोलाई थाहा नै हुँदैन। सहीमा 10%लाई मात्र थाहा हुन्छ यो कुरा चाहिँ, त्यो पनि बुढापाका भएकोहरूलाई मात्र थाहा हुन्छ। यसले चाहिँ के फाइदा गर्छ त साथीहरुलाई जानन्दै, यसले पनि हाम्रो पेटमा हुँदाखेरि ग्यास्ट्रिक अल्सर हुँदाखेरि पेटमा धेरै किसिमका घाउहरू हुँदाखेरि यसको रस चाहिँ खाली पेटमा हामीले बिहान र बेलुका सेवन गर्न सक्यो भने यसले हाम्रो अल्सर जस्ता पेटमा भएको हरेक किसिमका रोग क्षमताहरू बढाउने काम गर्छ र रोगलाई पनि 1-2 महिनासम्म सेवन गर्यो भने ग्यास्ट्रिक र अल्सर भएको घाउहरू पनि यसले पाकेको घाउहरूलाई पनि निको पार्दछ। अनि यसले चाहिँ हाम्रो गाई बस्तुले पनि खान्छ। यसले गाई बस्तुलाई पनि फाइदाजनक गर्छ र हाम्रो गाउँघरको अर्ग्यानिक सेकेन्ड नम्बरमा दुबो परिसकेको छ। अब अर्को तेस्रो नम्बरमा के परिरहेछ हेरौँ त साथी। कतिपय साथीहरूलाई यो फुलको नाम थाहा होला। यो फुलले चाहिँ के फाइदा गर्छ त? फुल त फुलै हो, एक हिसाबमा त हरियाली सुगन्ध एकदम मिठो हुन्छ फुलको। र फाइदाजनक चाहिँ के गर्छ त यसले र जानौँ साथीहरु। यसको फुलको रसहरू पिउनाले हाम्रो आँखाहरू तेजिलो बनाउँछ यो फुलले। र यसको मुनिको जरा चाहिँ कुटेर हाम्रो ठुल्ठुलो खटेराहरू आउँदाखेरि र हाम्रो बाहिरी घाउहरू एलर्जीहरू जस्ता घाउहरू आउँदाखेरि यसको मुनिको फुलको जरालाई निकालेर कुटेर यो सेवन कुटेर हामीले पानी
रस जहाँ घाउ खटेर आएको छ तेल लगायो भने यसले चाहिँ पुरै घाउलाई निको पार्दछ साथीहरू। हेर्नुहोस् साथीहरू, आजको भिडियो कस्तो लाग्यो साथीहरू? मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइबर गरेर हाम्रो भिडियोलाई सपोर्ट गरिदिनु होला है त साथीहरू। यस्तै अर्को नयाँ भ्लगहरू र नयाँ जडीबुटीहरूको बारेमा पनि तपाईँहरूलाई नै देखाउने छु। मन परेमा साथीहरू कमेन्ट गर्नु होला है त साथीहरू। ल त साथीहरू, अर्को नयाँ भ्लगमा भेट्नेछु है त साथीहरू। जय नेपाल, लभ यु अल गाइज।